प्रहरीहरूले दमन गर्यो, राज्यले दमन गर्यो शिक्षकहरूमाथि र दर्जनौं शिक्षकहरू घाइते भएर अस्पतालमा छन्। उहाँहरूको मागहरू न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल सरकारले सम्बोधन गर्नु पर्यो। यो शिक्षाको बजेट कति छ यो आएर सरकारले भन्नु पर्यो र शिक्षकहरूलाई पनि भन्नु पर्यो र पठन पाठनको वातावरण बनाउनु पर्यो। हाम्रो बच्चाहरूको पढ्ने अधिकार गुमिरहेको छ। सम्माननीय सभामुख महोदय, लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको यसमा फरक मत राख्न पाउने अभिव्यक्ति स्वतन्त्रता पनि हो। तर जुन प्रकारले यो राज्य अधिनायकवादतर्फ हिँडिरहेको हो कि जस्तो भान हुने किसिमले गइरहेछ, यो टाइरानी अफ मेजोरिटी अर्थात् यो बहुमतको यो अत्याचारको तर्फ त सरकार गइरहेको छैन। यसमा म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र शिक्षक साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, यो राजनीतिक दल सदन सबैको मालिक बनेर बस्न सक्नुहुन्छ। तर जुन बेला राजनीतिक दलको सदस्यता लिएर तपाईँ कार्यकर्ता बन्नुहुन्छ, तब तपाईँ कुनै नेताको उठ बठ बस भन्ने किसिमको एउटा साधारण दास बन्न मात्रै हुन्छ। त्यसकारण म शिक्षक साथीहरूलाई पनि भन्न चाहन्छु, शिक्षा ऐनमा लेखिएको कुरा तपाईहरू पनि पालना गर्नु। राजनीतिक दललाई भन्न चाहन्छु, राजनीतिक दल सम्बन्धीको ऐनले जुन भनेको छ शिक्षकहरूलाई राजनीतिक सदस्य दिनुहुन्न, त्यसको पालना गर्न भन्न चाहन्छु र